चेन्ज योर सेल्फ चेन्ज योर रियल लाइफ। नमस्कार साथीहरू, आजको अडियोमा हामी जीवन परिवर्तन गर्ने सबैभन्दा महत्त्वपूर्ण विषय पर्सनल अर्थात् व्यक्तिगत विकासको बारेमा कुरा गर्नेछौँ। यदि तपाईँ आफ्नो जीवनमा सफलता, आत्मविश्वास, आर्थिक उन्नति र खुसी चाहनुहुन्छ भने यो अडियो अन्तिम समयसम्म अवश्य सुन्नुहोला, किनकि आज म तपाईलाई सफल व्यक्तिहरूले अपनाउने केही शक्तिशाली बानीहरूको बारेमा बताउने छु। पर्सनल डेभलपमेन्ट भनेको आफूलाई हरेक दिन हिजोभन्दा राम्रो बनाउने प्रक्रिया हो। यो केवल पैसा कमाउने कुरा होइन, यसमा समावेश हुन्छ सोचाइ सुधार, थिङ्किङ इम्प्रुभ, व्यवहार सुधार, नयाँ स्किल सिक्ने, आत्मविश्वास सेल्फ कन्फिडेन्स बढाउने, समय व्यवस्थापन गर्ने। जब तपाईँ आफैमा सुधार ल्याउनुहुन्छ, तपाईँको जीवन पनि स्वतः परिवर्तन हुन थाल्छ। सफल व्यक्तिहरू सधैँ स्पष्ट लक्ष्य बनाउँछ। यदि लक्ष्य नै छैन भने तपाईँ कहाँ पुग्न चाहनुहुन्छ भन्ने कुरा कसरी थाहा हुन्छ? त्यसैले आफ्नो लक्ष्य लेख्नुहोस्, दैनिक योजना बनाउनुहोस्, सानो लक्ष्यबाट सुरु गर्नुहोस्। याद राख्नुहोस्, गोल बिना सफलता सम्भव छैन। सिकाइ कहिल्यै बन्द गर्नु हुँदैन। आजको प्रतिस्पर्धी दुनियाँमा नयाँ ज्ञान र सिप सिक्ने व्यक्ति नै अगाडि बढ्छ। तपाईले पुस्तक पढ्न सक्नुहुन्छ, सेमिनारमा सहभागी हुन सक्नुहुन्छ, युट्युबबाट सिक्न सक्नुहुन्छ, सफल व्यक्तिहरूको अनुभव सुन्न सक्नुहुन्छ। सफलता भाग्यले होइन, अनुशासनले दिन्छ। अनुशासन भनेको समयमै उठ्ने, समयमै काम गर्ने, लक्ष्यमा केन्द्रित रहने, बहाना नबनाउने। धेरै मानिसहरू मोटिभेसन खोज्छ, तर सफल व्यक्तिहरू डिसिप्लिनमा विश्वास गर्छन्, किनकि मोटिभेसन कहिलेकाहीँ आउँछ, डिसिप्लिन भने हरेक दिन काम गर्छ। तपाईको सोचाइले तपाईको भविष्य निर्धारण गर्छ। यदि तपाईँ सधैँ समस्या मात्र देख्नुहुन्छ भने अवसर कहिल्यै देख्नुहुन्न। त्यसैले सकारात्मक सोच्नुहोस्, असफलताबाट सिक्नुहोस्, आफूमा विश्वास राख्नुहोस्। याद राख्नुहोस्, तपाईले आफूलाई जित्नुभयो भने संसारलाई जित्न सक्नुहुन्छ। साथीहरू, जीवन परिवर्तन गर्न चाहनुहुन्छ भने आजैदेखि यी 4 कुराहरू गर्नुहोस्: गोल सेटिङ, कन्टिन्युअस लर्निङ, सेल्फ डिसिप्लिन, पोजिटिभ माइन्डसेट। सानो सुधारले ठुलो परिवर्तन ल्याउँछ। चेन्ज योर सेल्फ चेन्ज योर लाइफ। यदि अडियो मन पर्यो भने लाइक, सेयर र च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद। भेटौँला अर्को प्रेरणादायी अडियोमा।